नेपालमा गरिबलाई सरकारले हेर्लान्, धनीलाई आफ्नो पैसाले धान्ला। तर यो बिचको मध्यम वर्ग मिडल क्लास कहाँ जाने? न त कसैको अगाडि चाहिँ हात फैलाउन मिल्छ, न त आफ्नो महिनाको कमाइले धान्न सकिन्छ। बजारमा तरकारी, फलफुल र तेलको भाउ आकाशिएको छ। तरकारी किन्न जाँदा 500 नोट कहाँ सकिन्छ पत्तै हुँदैन। सरकारले नयाँ बजेटमा कर दिएको नाटक त गर्छ, तर यथार्थमा बजारको महँगाई दोब्बर भइदिएको छ। महिनाको अन्तिम हप्ता आउँदा खल्ती र बैंक एकाउन्ट रितिन्न थाल्छ। हामी सरकारी स्कुल र अस्पतालमा ढुक्क हुने अवस्था छैन। छोराछोरीलाई से राम्रो से शिक्षाको लागि प्राइभेट स्कुलमा धाउनै पर्यो। परिवारमा कोही बिरामी पर्दा निजी अस्पतालमा लैजानै पर्यो। कमाईको आधीभन्दा बढी हिस्सा त महँगो स्कुल फी र मेडिकल बिलमा तिर्दै सकिन्छ। नेपालमा एउटा मध्यमवर्गीय परिवारको केवल एउटा ठुलो बिरामी वा एउटा दुर्घटनाको दूरीमा गरिबीको रेखामुनि पुग्ने अवस्था छ। मध्यम वर्ग सधैँ मौन बस्छ र यही मौनताको फाइदा उठाएर चलिरहेको छ। के नेपालमा मध्यम वर्ग हुनु एउटा ठुलो सजाय जस्तो लाग्छ? आफ्नो स्वतन्त्र विचार कमेन्टमा लेख्नुहोस् र यस्ता भ्यालुएबल कन्टेन्टको लागि पेजलाई फलो अनि सेयर पनि गरिदिनुहोस्।